यहाँ रहेछ नि त यार काँक्रा। हेलो गाइज, आज चाहिँ बारीतिर यसो काँक्रो हन्टिङ गर्न गएको, काँक्रो नै मिलेन है। त्यही पनि अब यसो यो चाहिँ लिएर आएको छु यही बारीबाट। अनि अब यसलाई चाहिँ काटौँ। हरियो खोर्सानी अनि चाहिँ नुन है, धुलो नुन। यो गाइस, यसमा चाहिँ धुलो नुन अनि त्यसपछि चाहिँ हरियो खोर्सानी है पिनेर ल्याएको। अनि त्यसपछि यसमा लगाएर अनि पिरो पिरो टाइपको होइन, गजब हुन्छ होला जस्तो लागिरहेको छ। सो वान बाइट हान्ने हानौँ न त होइन। खोर्सानी अलिकति कम भएछ। तर ठिक छ, खोर्सानी धेरै खानु हुँदैन, पिरो भयो भने स्वास्थ्यलाई असर गर्छ है।